ताक्यो आफ्नै तालमा दिइरहेको छ ए बाबु कहाँ हो त नानी बाङ्गो बसेको गरिदिनु यस्तो यस्तो कोल्टिहाल्दैछ नि क्या आज त के मामारी छ त यार पठाउवालाको त 131 रुपियाँ 94 पैसा 76 रुपियाँ 65 पैसा भने त कति बेला फिर्ता गर्नु पर्यो हजुर 25 200 भयो हस् हेलो नमस्ते वेलकम टु माई युट्युब च्यानल साथीहरू तपाईहरु पनि सन्चै हुनुहुन्छ होला हैन म पनि एकदम सन्चै छु अहिले चाहिँ म पठाउरा इन ड्राइभ गर्नको लागि निक्लिरहेको छु आज चाहिँ हैन नेपालमा एकदम होली काठमाडौँमा छु म चाहिँ अहिले एकदम होली चलिरहेको छ हैन मेरो चाहिँ अहिले पठाउ पनि अनलाइन गराएको थिएँ इन ड्राइभ पनि अनलाइन गराएको थिएँ हैन पठाउमा चाहिँ 227 रुपियाँको राइड लागिसकेको छ मैले चाहिँ ट्याक दिन जानुपर्ने चाहिँ लगभग 1.5 किलोमिटर माथि छ हैन लिया भन्ने हुनुहुन्छ उहाँले एकचोटि कल ठोक्नु उहाँको चाहिँ फोन उठाएको छैन म फेरि ट्राई गर्दैछु गाइस यो पठाउले चाहिँ कति धेरै लामो टिप दिन्छ 1.5 किलोमिटर माथिसम्म यस्तो अप्ठ्यारो बाटो छ नि अब तपाईँलाई के भन्नु यताबाट जान मिल्दैन यस्तो गल्ली गल्ली छिरेर होइन अब यति धेरै उकालो छ तपाईँलाई स्कुटरले त तान्दैन क्या अब यस्तो टाढाको राइड होइन अब चाहिँ होली एकदम सबैजनालाई होलीको एकदम धेरै धेरै शुभकामना यस्तो उकालो बाटो छैन अब हेरिहाल्नुहुन्छ तपाईँले होइन म चाहिँ पिकअप गर्न जाँदैछु अब 1.5 किलोमिटर रहेछ क्या डिस्टेन्स चाहिँ लिन जानुपर्ने केही छैन अब 40% 20% हानिदिइहाल्छ यस्तो उकालो फेरि अब 950 मिटर छ लिन जानुपर्ने होइन अब चियाटापाडामा आज राइड गरौँ यसो मान्छे भेटेछ भने मैले चाहिँ आज होली खेलेकै छैन होइन चियाटापाडामा होली पनि खेल्नुपर्ने हुन्छ त्यस्तै खालको यसो भेटिहालेछु भने मसँग चाहिँ के भन्नुहुन्छ भने एक्स्ट्रा माइक एडाप्टर अनि माइक छैन होइन एक गोप्रोकै माइक युज गरिरहेको छु अनि बाहिरको नोइज चाहिँ एकदम आइरहेको होला होइन अब त्यसलाई यस्तो म्यानेज गरिदिनु होला अनि हामीले मान्छे पिकअप गर्न जाँदाखेरि चाहिँ मेन तपाईँलाई के फलो गर्नुपर्छ भने अब ठ्याक्क म्याप देखाउँछ होइन त्यसमा नेभिगेट गरेर अनि यो ठ्याक्क ब्लू कलरको चाहिँ बाटो हो क्या अब त्यसलाई फलो गर्नुपर्ने हुन्छ अब कहीँ यो फ्लो गर्दा गर्दा पनि अब कति ठाउँ म्यापमा बाटो देखिए तापनि बाटो हुँदैन होइन केही छैन होइन अब चाहिँ म ठ्याक्क लोकेसनमा आइपुग्नु आँटिरहेको छु प्यासेन्जरको 280 किलोमिटर भन्दा छ 280 मिटरको डिस्टेन्समा छु होइन यस्तो हावा लिएर आएको एकदम सुनसान छ होइन उहाँको लोकेसन चाहिँ ठ्याक्क कहाँनिर म यहाँनिर बस्दाखेरि ठ्याक्कै हुन्छ मलाई लागेको चाहिँ उस्तै हुँदाखेरि चाहिँ रमाइलो हुने होइन अनि ट्याक्क एक्लै हुँदा चाहिँ बालै लाग्दो रहेछ क्या त्यही भएर मैले त होली नै खेलेको छैन भन्दा नि होइन अब साथीभाइ उस्तो हुँदा त रमाइलो हुन्छ मेरो त पूर्व हो नि घर पूर्व मेरो भोजपुर भयो हस् ल मेरो 227 रुपियाँको टिप चाहिँ कम्प्लिट भइसकेको छ होइन अर्को ठ्याक्कै नजिकै हुनुहुन्छ ठ्याक्क महाराजगञ्ज जाने हुनुहुन्छ सुनिता तामाङ भन्ने उहाँलाई पिकअप गर्न जाँदैछु अर्को राइड चाहिँ मैले बाटैबाट एक्सेप्ट गरेको थिएँ पठाउमै होइन हजुर म आइसकेँ त कतापट्टि हो र म त आइसकेँ त लोलाङ जाने बाटो हजुरको लोकेसनमै आइसकेको छु क्या म कतापट्टि हो भनेर सोधिरहेको आज त के मामारी छ त यार पठाउवालाको त 131 रुपियाँ 94 पैसा 131 रुपियाँ 94 पैसा गाइज मेरो चाहिँ अर्को नै राइड लागिसकेको छ होइन म पिकअप गर्न जाँदैछु त म 76 रुपियाँको राइड छ होइन मैले फोन गरिसकेको छु मेरो प्यासेन्जर चाहिँ महाराजगञ्जको टिचिङ हस्पिटल छेउछाउै हुनुपर्छ होइन लोकेसन चाहिँ देखाइरहेको छ एकचोटि ठ्याक्क यहाँ बसेर कल हान्ने लोकेसन तपाईँले गर्नुभयो कहाँ पो जानुपर्ने राम माथि पाटो पो रहेछ यार
यताबाट जाउँ कि यतैबाट जाउँ कताबाट जाउँ हजुर कताबाट जाउँ बसुधारा चोकबाट गयो भने चाहिँ यतैटी गयो नि पुग्ला यताटी गयो नि भनेपछि अगाडिबाट जाउँ के को गेटमा भन्नुभयो हेलो हुन्छ 76 रुपियाँ 65 पैसा भने त कति रुपियाँ फिर्ता गर्नु पर्यो हजुर कति रुपियाँ फिर्ता दिनु के भन्नुभयो कति रुपियाँ फिर्ता दिनु 25 गाइस मेरो चाहिँ बाटैबाट फेरि अर्को राइड लागिरहेछ च्याटापाडामा ग्रेन्डी अस्पताल अगाडि जानुपर्ने होइन लास्ट चाहिँ वेट गर्नुभयो है लास्ट चाहिँ वेट गर्नुभयो होइन लास्ट चाहिँ वेट गर्नुभयो भनेको कि मैले एकजना मान्छे लिएर आइरहेको थिएँ कि तपाईँको राइड आयो भने ठ्याक्कै एक्सपेक्ट गरेको कहाँ पो जानुपर्ने हो कहाँ पो जानुपर्ने हो बसन्तपुर होइन ल के खानु छ यस्तो मोटाउनलाई चाहिँ हजुर हो र हो म त अझै मोटाउन मन त कहिले मोटाउँदिनँ यार जति खाए पनि ऊ त चुचुरो देखिरहेको छ नि अलिकति हो त्यही हो छटामा बसेर यार नानी पाङ्गो बसेको बसेको गरिदिनु यस्तो यस्तो कोल्टिहाल्दैछु क्या 188 न्युरोबाट कहाँ पाउँछ र गाडी रत्न पार्क जानु रत्न पार्क टाढो छ नि 90 भइहाल्यो त लगाइ चाँडो राइड कम्प्लिट भइसकेको छ होइन मेरो लोकेसन चाहिँ कलङ्कीमा देखेर त हाम्रो यस्तो यार बाल्टी बाल्टी पानी खनाइदिइरहेको छ नि माथिबाट आयो त्यो गाइस मेरो चाहिँ अर्को पनि राइड लागिसकेको छ होइन यहाँबाट उता चाहिँ म जाने खासै मन लागेन होइन यति धेरै क्राउड छ नि एरिया छ नि जहाँ पानी छेपेर होइन गाह्रो छ यार कहाँनिर पानी छेपेर लुक्सुकै बाह्र भिजाइदिने हुन् होइन लोकेसन चाहिँ प्यासेन्जर पनि यहीँ देखाइरहेको छ होइन राइड राम्रो लागिरहेको छ प्यासेन्जरको लोकेसन भनेपछि यतैतिर हो ए ताक्यो आफ्नै तालमा राख्छ ए हो ए बाबु कहाँ हो त काकुले फोन किन गर्नु गर्नु भन्छ काकुले थियो म चाहिँ 120 रुपियाँको राइड लिएर आएको थिएँ होइन मैले चाहिँ 200 रुपियाँ पाइसकेको छु भनेपछि 80 रुपियाँ चाहिँ टिप्स होइन च्याटापाडामा अर्को राइड प्रतीक्षामा मैले चाहिँ पान्ती भानिसकेको छु अहिलेसम्म होइन च्याटापाडामा गाइज मेरो चाहिँ ठ्याक्क फेरि अहिले 3 बजेर 38 मिनट गइरहेको छ होइन ठ्याक्क एउटा कोटेश्वर जाने ट्रिप लागेको छ मलाई पिकअप गर्न जाउँ जम्मा 71 रुपियाँको बालकुमारी पुल छेउबाट कोटेश्वर जाने गाइज मेरो चाहिँ 76 रुपियाँको राइड थियो होइन मैले 100 रुपियाँ पाइसकेको छु च्याटापाडामा होइन अब फेरि कलङ्कीको राइड लागेको छ 200 रुपियाँको म लिन पिकअप गर्न चाहँदैछु गाइज अहिले चाहिँ मैले 219 रुपियाँको कलङ्कीको टिप लिएर आएको थिएँ कोटेश्वरबाट अहिले चाहिँ एकदम पानी पर्न आँटिरहेको छ होइन फाइन नपरेको भएर खत्रै राइड लागिरहेको थियो होइन के भन्छ पानी खत्रै पर्न आँटिरहेको छ अब चाहिँ छ्यास रेनकोट लिएर निक्ल्नु पर्ला होइन मैले चाहिँ अहिले 7 बजी भानिसकेको छु 1 बजी निक्लेर अहिले बेलुकाको 4:30 भर्खर हुँदैछ तर यस्तो धुम्मधुम्म मौसम पनि अझ लास्ट राइड लाग्नेवाला थियो होइन पानी परेर जस्तै टेन्सन भइरहेको छ अब मैले एकछिन अफलाइन गरेर च्याटापाडामा होइन घर गएर रेनकोट लिएर त्यसपछि फेरि निक्लिँदैछु होइन राइट राइडको पैसा चाहिँ मैले पठाउन नै भएको छुइनँ होइन म चाहिँ अहिले ट्याक्क घरमा आइरहेको छु 100 200 300 400 होइन 500 600 700 800 900
1000 1100 सबैलाई देखाउँछ यसले सबैलाई देखाउँछ 20 फेसबुकमा हालिदिन्छ उसमा भिडियो गर्छ अनि सबैले देख्दै मलाई त थाहा छैन 100 200 300 400 500 600 700 800 900 1000 1100 1200 1 2 3 4 5 1300 20 30 40 50 60 70 80 90 100 1400 बनाछ 8 टिप हानेर 1 घन्टाको वेटिङ पछि फेरि म पनि निक्लिरहेको छु राइडमा हैन ठ्याक्क कुलेश्वर जाने कलङ्कीदेखि सपना श्रेष्ठजी हुनुहुन्छ 103 रुपियाँको राइड एक्सेप्ट भएको छ मेरो पठाउमा चाहिँ हैन उहाँलाई पिकअप गर्न जाँदैछु जहिले टिप लाग्ने बेला हुन्छ अनि पानीले जहिले डिस्टर्ब दिन्छ यार हेत्तेरिका जहिले पानी पर्दिरहेको हुन्छ तर पर्दैन होला यार टिप हान्नु पऱ्यो नि मैले 8 टिप हाने जम्मा हैन 8 टिपमा लगभग 1300-1400 रुपियाँ पैसा भन्छ लामो टिप थियो यार अब जम्मा 100 रुपियाँको छ तर आज अनलाइन चाहिँ कसैले पनि गर्नु भएको छैन त्यस्तै हो हैन आज होली चाहिँ खासै खेलिएन अब होली खेलेका मान्छे बोकेपछि होली खेलेको सरै त हुने हैन होली खेलेका मान्छे अब यसो टुबल बियर खाएको मान्छेहरूसँग यसो पछाडि राखेर हिँडेपछि अब त्यसै रमाइलो गाउँघर रमाइलो चाहिन्छ ए मैले त बुझिनँ नि त मैले त होलीको दिन होली खेल्दै हिँड्नु भएछ भनेको सुने अनि आज मैले होली त खेलेको छुइनँ रङ लगाएको मान्छे चाहिँ पछाडि पोकेको थिएँ म त ज्याकेटमा पो रङ लगाइदिएँ होला कि भनेर क्या अब केटा साथी कहाँ काठमाडौँमा बनाउन भ्याएकै छैन गाउँघरतिर अब फोनमा होली बनाउने कुरा हुँदो रहेछ मेरो भोजपुर हो पूर्व भोजपुर जिल्ला थाहा होला नि हजुरलाई अनि होली खासै मनाइएन भन्दा नि अब के पछाडि अब रक्सी खाएका मान्छे होली खेलेका मान्छे बोकेपछि के मनाए जत्तिकै भइहाल्छ हामीलाई ज्ञानी भएर कहाँ बस्नु हुने किन नि म एकदम यहाँ ज्ञानी भएर बस्छु भन्ने हुनुहुन्छ अनि उहाँको चाहिँ 103 रुपियाँको राइड छ कलङ्कीबाट पुलिससम्मको लिएर आइसक्यो फेरि मेरो अर्को राइड लागिसकेको छ 188 रुपियाँ कि कतिको होइन यता नैकाप साइड जाने पुलिसबाट होइन अझै पर्सेन्टेज लागेको हुँदाखेरि पनि थोरै डिस्टेन्सको धेरै रुपियाँ आउँछ त्यही भएर म उहाँलाई पिकअप गर्न गइसकेको जाँदैछु उहाँको चाहिँ मैले अघि नै उहाँलाई मैले कल गरिसकेको थिएँ होइन यता लोकेसनमा आउनु भनेर भन्दै हुनुहुन्थ्यो त्यो गाइजहरू हो नैकाप जाने मैले चाहिँ अर्कै नम्बर दिनुभएको थियो म लोकेसनमा पुगेर मात्रै कल गर्छु भनेर अहिलेसम्म चाहिँ गरेको थिइनँ को जानु उहाँ जानु भने तपाईँ जानु भने कति उठेछ मलाई त 157 रुपियाँ 27 पैसा देखाइरहेको छ कति भन्नुभएको थियो 157 रुपियाँ 27 पैसा हजुर होला डिस्काउन्ट पनि हुनसक्छ त्यो त कि हामीलाई थाहा नै हुँदैन क्या राइड इन गरेपछि मात्रै देखाउँछ क्या कति हुँदैन जति उठेर त्यति दिनु 140-39 भन्नुभएको भनेको त्यसो भए त्यति नै गाइस नैकापको ट्रिप चाहिँ ल्याइवरी होइन मैले फेरि त्यो ट्रिप कम्प्लिट गरेँ भने फेरि ओह्रालो झरेर होइन कलङ्की आएर कलङ्कीबाट फेरि गौशालाको टिप 200 कति रुपियाँको एक्सेप्ट भइसकेको छ मेरो पठाउमा अब ठ्याक्क पिकअप गर्न जाँदैछु होइन अहिले चाहिँ मैले 188 भनेको थिएँ 157 रुपियाँको राइड रहेछ होइन मिस्टेकली हतार थियो नि त त्यही भएर क्या पानी परेर गइरहेको छ पर्खिनुलाई इन गर्दैछु कति भएको छ पर्खिनुलाई एकछिन ओ दाजु हेलो 28 भएको छ कसरी 10 दिएर हिँड्नुहुन्छ 228 भएको छ 228 यहाँ हेर्नु न अनि 10 मा बोलायो हैन मलाई के छ त्यो त 8 रुपैयाँ तपाईले घाटा कहाँ घाटा खानु दाइ 5 रुपैयाँ दिनु न एउटा 5 छ ल त्यो लास्ट अस्ति यस्तै भएको थियो क्या ए 28 भएको यार झन् 10 मा त मरिरहेको मेरो अर्को राइड चाहिँ गाइज लागिसकेको छ पानीमा ऱ्याङ्को डोडा ल्याइदिएको छ मलाई गौशाला चोक होइन अर्को राइडको लागि कम्प्लेक्स अब उहाँलाई अर्को राइडको लागि पिकअप गर्न जाँदैछु गाइज पशुपति मन्दिर
अर्कोजना नि बिचरा सोध्दै हुनुहुन्छ के गर्नु मेरो बुक भइसक्यो फेरि तपाईँलाई आज पाइँदैन क्या सबै अब होली खेल्ने यताउता छ होइन होइन म हजुरमा मिलाएर लगिदिन्थेँ लान चाहिँ होइन मेरो ठ्याक्क बुक गरेर म चाहिँ मान्छे पिकअप गर्न आएको खासमा यहाँ म पेसेन्जर लिन आएको होइन आइहाल्छ आउँदैछु भनेर भाइ नभए त यसो लगिदिन्थेँ नि हजुरको पनि गाडी पाउँदैन त आज पाउनै भयो भने मेरो अलिकति काम भयो कि नत्र म 800 रुपियाँ मिलाउनु बनेपा जाम भन्नुहुन्छ या दाइले के गर्ने 800 रुपियाँ दिन्छु भन्नुहुन्छ ओ दाइ के हो नि पठाऊ होइन भन्दाखेरि हो भन्ने जान त नमान्ने यस्तो हुन्छ टाढा त नजिक पठाउ गरेपछि गर्ने हो क्या अरे के गाई छिनमा पानी पर्छ छिनमा रहन्छ रेनको उडिरहेको थियो अब रेनको पट्टिएर फेरि मेरो अर्को राइड लागिसकेको छ सुकेधारातिर जाने कपनबाट होइन 104 रुपियाँको अनि पशुपतिबाट लिएर आएको राइड चाहिँ मैले कम्प्लिट गरेर अर्को राइड चाहिँ एक्सिट गरिसकेको छु होइन के गर्नु गाह्रो छ काम गर्नलाई होइन अब ट्याक्क रेनकोट पट्याएर होइन ट्याक्क झोलामा हालेर त्यसपछि फेरि मान्छे वेट गरिरहेको छ फेरि क्यान्सल गर्न बेर छैन क्या त्यसले गर्दाखेरि मैले चाँडोभन्दा चाँडो यो रेनकोट पट्याएर झोलामा हालेर होइन फेरि उहाँलाई पिकअप गर्नलाई उहाँको नाम चाहिँ करिश्मा श्रेष्ठ भन्ने नाम चाहिँ हुनुहुन्छ होइन त्यस्तै हो अब कस्तो भनेर गाउँमा अहिले त काठमाडौँ बस्यो पहिला गाउँतिर खेल्थ्यो चिनेको साथीहरू पनि छैनन् यताउता एक्लो भएर खेलिएन भनौँ न बन्न त बन्छन् होला गाइजमा चाहिँ 104 रुपियाँको राइड थियो त्यो राइड कम्प्लिट गऱ्यो 200 कति रुपियाँको राइड लागिसकेको छ कता जाने त्यो पनि मलाई थाहा छैन म पिकअप गर्नलाई लोकेसनमा जाँदैछु होइन च्याट्टापारामा यस्तो छ बाटोको अवस्था होइन यति धेरै राइड छ नि आज होइन अब यो पठाउ राइडरहरू आज अब धेरैले राइड गर्दैन नि त तपाईँ के हुन्छ भन्नुहुन्छ भने आज चाडपर्व भएर होइन मान्छेहरू एकदम चाडपर्वमा घुमिरहेको छन् म चाहिँ एकदम काम गरिरहेको छु खै त नि बाटै छैन त्यहाँ नि हजुर हो तपाईँ हो कहाँ पो जाने हो कौशलटार कतापट्टि हो कौशलटार कोटेश्वर साइड उता हो क्या हुन्छ तपाईँ नि हुने होइन आयुष्मा सुबडी तपाईँ नि हुने होइन बस्नु कहाँ म तपाईँलाई उहाँको राइड कम्प्लिट गर्नलाई 1 किलोमिटर परबाट तपाईँको राइड रिक्वेस्ट आएको थियो अनि म चाहिँ एक्सेप्ट गरिदिइरहेको थिएँ क्या तपाईँलाई हतार छ भने त अब अर्को गरिहाल्नुहुन्छ क्यान्सल गरेर हतार छैन भने वेट गर्नुहुन्छ भनेर गरिरहेको थिएँ अनि तपाईँले उहाँको राइड कम्प्लिट अनि उहाँको राइड ट्याक्क कम्प्लिट गरेर अनि हजुरलाई कल गर्न रेडी हुँदैछ हजुरको कल आयो क्या आज तपाईँ दिउँसो त पाइन्छ नि अरू बेला त आज त टाइमै त्यस्तो भएर नि तपाईँले लोकेसनमा आउनुहुन्छ नि अघि भन्दाखेरि चाहिँ अनि मैले उहाँलाई नपाएँ वेट गरेर बसिरहनु भएको छ भने तपाईँलाई जानकारी हुन्छ हुँदैन हामी अर्को राइडमा भएको कुरा तपाईँलाई अरू बेला चाहिँ पेसेन्जरलाई यति धेरै हतार हुन्छ नि होइन यसरी हामीले अलिकति लेट गऱ्यो भने बाटोमै क्यान्सल हालिसकेको हुन्छ क्या अघि नै जति नि पाइन्छ नि त त्यतिखेर त होइन तर आज हो तर आज त्यसरी क्यान्सल गर्नु भएको छैन कसैले नि अघिको जुन तपाईँको भन्दा अगाडि राइड रिक्वेस्ट उहाँ पनि 1 किलोमिटर परबाट आएको थियो क्या म उहाँ पनि आउनुहोस् भन्नुभयो त्यसपछि आज राइड मलाई त थाहा हुन्छ नि त राइड पाइरहेको छैन भनेर तपाईँलाई 1 देखि 20% यस्तो हुन्छ क्या तपाईँलाई सुरुको 1 देखि 5वटा राइडसम्म चाहिँ तपाईँले 20% हामीले ट्याक्स बुझाउनुपर्छ उनीहरूलाई जतिसुकैको राइड होस् होइन 200 को राइड भने 400 बुझाउनु पऱ्यो 250 भयो 50 बुझाउनु पऱ्यो होइन त्यसरी काट्छ क्या 5वटा राइडसम्म 20% काट्छ अनि 6वटादेखि 9वटासम्म 15% काट्छ होइन अनि 9 देखि 14सम्म 10%
14 देखि 19सम्म 5%, अनि 19 देखि माथि हान्न सक्नेहरूको लागि चाहिँ 1% मात्रै हो, जतिसुकै भइदिन्छ। गाइज अहिले चाहिँ 9:09 गइरहेछ अनि यहाँबाट मैले के भन्छ जडीबुटी पुल छेउबाट चाहिँ धपाखेलको लागि 300 रुपियाँको राइड पठाउन लिइसकेको छु होइन। अहिले चाहिँ मैले 3-4 ट्रिपको भिडियो खिच्न पाइनँ, त्यसैलाई सरी है गाइज। अब म ठ्याक्क धपाखेल पुगेर फेरि अर्को राइड स्टार्ट गर्ने चान्स गर्छु। हेलो गाइज, अहिले चाहिँ 10:35 गइरहेछ। अहिले पनि म पठाउमा राइड हानिरहेको छु। हेलो, लोकेसनमै हुनुहुन्छ? हस्, अहिले 10:35 गइरहेको छ होइन। अहिले पनि म पठाउमा राइड हानिरहेको छु। अझै म हान्छु 12 बजीसम्म चाहिँ होइन। भेटेछु भने चियाटापाडामा आज चाहिँ होलीको दिन हो, सुनसान छ होइन। राइड त हान्नु परिहाल्यो होइन, आफ्नो कामै हो। चियाटापाडामा होइन। अहिले चाहिँ म 7 बाटोमा आइपुगिरहेको छु। अहिले 10:36 गइरहेछ। अघि म कोटेश्वरबाट के भन्छ माथि धापाखेल 300 रुपियाँको टिप लिएर गएको थिएँ। अनि त्यहाँबाट तपाईँलाई पठाउमा होइन 180 रुपियाँको टिप लिएर जाउलाखेल आएको थिएँ। जाउलाखेलबाट फेरि 280 रुपियाँको टिप लिएर म ठ्याक्क 7 बाटो छेउ आएको थिएँ। त्यहाँबाट फेरि अहिले लगभग 100 रुपियाँ छेउछाउको टिप पठाउन लागेको छ है गाइस। अब कता यो बाटो सिधै छैन, हल्का भाङ्गो रहेछ यो बाटो, सिधै रहेछ। तपाईँ सिधै भन्नुहुन्छ, सिधै हिँडेर भित्रमा गएर ठोक्यो भने के हेर्ने? यसो अनि यसो चल्थ्यो, यसो उयो चल्थ्यो। तपाईँले बाटो चाहिँ खतरा देखाउनुपर्छ। यस्तो राति राति जुस खाने हो त नि? त्यो देखेपछि खान मन लाग्छ, खाएर साह्रो हुन्छ भन्नु न होइन। कता सिधै 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 अब यसो यसो अनि सिधै हिँड्नु अनि तपाईँको त पैसा बढ्छ स्योर हो। कति रुपियाँ देखाएको छ तपाईँको पैसा स्योर बढ्छ। कता राम्रो कहाँ ल्याइपुग्नु भयो? डर लाग्न थाल्यो म। म कहाँ जानु यो बाटो आएर? राम राम। लोकेसन पूर्व हालेर अनि पश्चिम घुम्दै लिएर आएर सबैले त अरे क्या ह्याप्पी होली। आज मैले होली नै खेलिनँ पार्टनर नभएर। कता म त उतै सिधै लैन भनेको। 120 रुपियाँ, 25 रुपियाँ 83 पैसा बढेछ। 20 दिनुहोस् ल 125। हस् धन्यवाद। ह्याप्पी होली त भन्नु पऱ्यो होइन। दल्नु पऱ्यो नि आजै त नि दल्ने, आगोमा दल्न पाइँदैन। ल धन्यवाद हजुरलाई। अब तपाईँ यतैबाट सिधै जानु। हस् अहिले तपाईँले यसो भन्नुभयो त त्यसै गर्दै जान्छु। मेरो चाहिँ चावल जाने टिप भर्खर लागिरहेको छ होइन। 10:53 भयो। चावल होइन? चावल होइन? हजुर बस्नुहोस्। हस् गाइस 11:07 गइरहेको छ होइन। यो पठाउले पनि के गर्छ यार। अहिले चाहिँ 11:07 गइरहेको छ। म कति टाढाको ट्रिप दिन्छ भने नि अब ड्राइभर नभएपछि होइन। यहाँ हेर्नु है त 2.5 किलोमिटर चाहिँ होइन पिकअप गर्नलाई मात्रै जानुपर्ने छ लोकेसनमा होइन। म चाबेलमा छु अहिले, एयरपोर्ट छेउ चाहिँ पिकअप गर्न जानुपर्ने क्या। यत्रो टाढा दिन्छ यार पठाउले, गाह्रो छ भाइ। राम्रो चाबेल भएको मान्छेको रिक्वेस्ट यहाँको दिएपछि अनि कहीँ हुन्छ। तपाईँले एक्सेप्ट गर्नुभयो गरेँ त, त्यही त तपाईँले मैले सोधेँ दाइ। म तपाईँलाई त टाढाको आयो भने गुनासो तपाईँसँग गराएँ होइन नि दाइ, मैले पठाउँसँग गराएँ त भाइ। त्यसो आज होली बबाले खेल्नु भयो। हल्का झ्यापन हुनुहुन्छ क्या हो। अलिअलि त दाइ हुनैपर्छ यार। हस् दाइ धन्यवाद। ल ह्याप्पी होली है। 12 बजेकै छैन। ल मेरो 113 रुपियाँको राइड चाहिँ थियो। मैले कति पाएको छु 120 रुपियाँ 130 रुपियाँ दिनुभएको छ दाइले होइन। अहिले चाहिँ रातिको 11:17 गइरहेछ। म अब अर्को राइड पनि लिन चाहिँ होइन कहाँको लाग्दो रहेछ
म चाहिँ पठाउ मैले 1% कमिसनमा छु होइन मान्छे कोटेश्वरमा छ यार म सिना मङ्गलमा छु यत्रो टाढाको मलाई डिस्टेन्सको मलाई राइड दिन्छ यार कसले एक्सेप्ट गर्छ हौ हे तेरेको पठाऊ यसो नगर न यार नजिक नजिक देखा आफूलाई मनपर्ने लोकेसनको मलाई यत्रो टाढा दिन्छ गाइज मेरो चाहिँ पठाउमा फेरि अर्को टिप लागिरहेको छ होइन ठ्याक्क लिन जानुपर्ने चाहिँ लगभग 2 किलोमिटर छ अनि के भन्छ ठ्याक्क यो भोटेपाल भन्छ नि तपाईँलाई ठ्याक्क कहाँ भन्छ सुन्दारा छेउ जाने कि तपाईँले के पहिला नै क्यान्सल हान्नुभएको थियो 1 दुईजनाको पहिला नै क्यान्सल हान्नुभएको थियो एक्सेप्टको भएर होइन अरूको क्या मेरो होइन त्यही भएर मलाई तपाईँ आउनु त हुन्छ नि खेल्न मात्रै आएर हो कुटा खाला है आगो आइरहेछ माछालाई खुट्टामा तान्छ यार मेरो त्यसले त अब चाहिँ गाइस पठाउलाई चाहिँ मैले इन गर्ने सोचिरहेको छु होइन अब पठाउमा चाहिँ टिप खासै लाग्ला जस्तो लागेन 11:35 गइरहेछ अब यहाँ सुन्दाराबाट होइन कलमकीतर्फ जाने कुनै टिप यसो रहेछ भन्ने चाहिँ म ट्याक्क एक्सप्लोर गर्न खोज्छु यसो हेर्दैछु होइन र चन्द्रगीत त को जान्छ यार यति राति निन्द्रा लागिसक्यो टाइममा त गइदिँदा नै हुन्थ्यो खासै छैन यार छैन पठाउ चाहिँ म अनलाइनै गर्छु होइन होइन यसो गर्छु पठाउलाई म लोकेसन ट्याग गर्छु होइन कलङ्कीको त्यसैलाई अनलाइनै छोडिदिन्छु होइन एकछिन भनेपछि यसो गर्ने ल मैले लोकेसन ट्याग गरेँ पठाउलाई चाहिँ होइन मेरो पठाउ पनि अनलाइन छ इन्जोयलाई पनि अनलाइनै गरिदिउँ न होइन झट्ट आयो भने त एक्सेप्ट गरिहाल्नुपर्छ कहाँ अनलाइन ड्राइभ पनि अनलाइन हेर यो त गइदिँदा हुन्थ्यो के गर्नु यार टिपुर रहेछ मलाई 61 हालिदिन्छु 61 मा मासला म त आज त लिँदिनँ यार क्युआर त क्युआर त यस्तै फिल हुँदैन के लिने गाइज म चाहिँ अहिले घर फर्किसकेको छु होइन अहिले चाहिँ 11:57 गइरहेछ ठ्याक्क 12 बज्नलाई 3 मिनट बाँकी छ अनि आजको मेरो इन्कम हेर्नुहुन्छ भने चाहिँ नि होइन म देखाउँदैछु हजुरहरूलाई होइन एकदम गाह्रो छ होइन मेरो गोजीमा पैसा झन्नै नटु भएको छ होइन पैसा आजको है ल टोटल पैसा यति होइन पहिला यसलाई मिलाउँ च्याट्टा पारामा त्यसपछि हेरौँ के कति भयो आजको कमाइ है आज चाहिँ 500,000 को नोट गाइस एउटा पनि आएको छैन होइन सबै खुजुरा 100 को नोट सिद्धै के यार ओहो 100 को नोट त लुकेर बसेर छ नि एउटा रहेछ यार मैले पैसा आज मिलाएकै थिइनँ कि यति राम्रो टिप लगाएको नि होइन पैसा मिलाउने फुर्सद पनि भएन पैसा फेर्ने फुर्सद पनि थिएन होइन आज चाहिँ यस्तै सधैँ टिप लाग्ने भने त होइन के हुन्थ्यो होइन यस्तो टिप अरूलाई लाग्दैन आज चाहिँ म अबेला लगभग म 12-1 बजीतिर निक्लेको थिएँ ल म अहिले हेर्छु होइन मैले पहिलो राइड कतिखेर स्टार्ट गरेको थिएँ भनेर 20 को पाला आयो ओहो अर्को पनि सहेको रहेछ यार आफ्नै पैसा उठ्दैन कि यार आज त 1 मिनेटको कमाइ होइन अनलाइन पनि आएको छ नआएको होइन नि फेरि होइन हेरौँ क्यास कति बेला भएछ 10 को नोट यहाँ पनि छन् 20 को पनि रहेछ त यार ठिकै छ 10 को पैसा है पैसा एक गुजी नै भएको थियो यार हुन नि 5 को नोट मैले चाहिँ होइन ठ्याक्क 2 बजेदेखि राइड स्टार्ट गरेको थिएँ होइन 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12 ठ्याक्क 10 घन्टा होइन 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12 10 घन्टा ठ्याक्क 10 घन्टाको कमायो चाहिँ टोटल मेरो होइन अनि मेरो ई सेवामा चाहिँ कति पैसा आएको छ भनेर भन्नुहुन्छ भने चाहिँ होइन ई सेवामा खासै धेरै आएको छैन र सबै क्यासै भयो होइन ई सेवामा चाहिँ 760 रुपियाँ पैसा आएको रहेछ है देख्न सक्नुहुन्छ जम्मा 3वटा अमाउन्ट चाहिँ मलाई अनलाइनमा हालिदिनु भएको थियो होइन 230 रुपियाँ 290 रुपियाँ 240 रुपियाँ गरेर होइन जम्मा 3टा अमाउन्ट जम्मा 760 रुपियाँ अनलाइनमा आएको छ होइन मैले 10 घन्टाको कमाइ चाहिँ आजको एकदम राम्रो टिप लागिरहेको थियो होइन
मैले पठाउमा चाहिँ तपाईँलाई भन्नुहुन्छ भने मैले कति टिप कम्प्लिट गरेँ भनेर भन्नुहुन्छ भने चाहिँ मैले पठाउमा गाइस मैले चाहिँ पठाउमा होइन जम्मा 24 टिप कम्प्लिट गरेको छु। अनि मैले इनड्राइभमा चाहिँ आज खासै टिप हान्दैन, पठाउमै एकदम बिजी भयो होइन, त्यही भएर इनड्राइभमा चाहिँ मैले खासै टिप हानेको छैन, जम्मा 1 टिप हानेको छु इनड्राइभमा होइन। इनड्राइभमा अनि तपाईँहरूलाई अफलाइन चाहिँ मैले जम्मा 2टा गरेको थिएँ होइन, तब जम्मा 10 घन्टाको कमाइ होइन, देख्न सक्नुहुन्छ मेरो ट्याक्क हातमै पैसा नट्ने भइसकेको छ होइन। भनेपछि 500,000 को पैसा चाहिँ एउटै छैन होइन, 10 घन्टाको कमाइ। जब 24 टिप पठाऊ होइन, अनि 1 टिप इनड्राइभ 26 27 28 टिपको इन्कम है गाइस यो चाहिँ एकदम होइन। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 2700 रुपियाँ यसलाई यहाँ राखिदिउँ होइन। 2700 रुपियाँ 2800 पर्खिनु ल, 2700 रुपियाँ त्यहाँ भएको छ। यहाँ पैसा अलिकति धेरै भएर नै होला नमिल्या। 2700 2800 2900 3000 3100 3200 होइन, यसले 3300 रुपियाँ भयो होइन। यहाँ पनि छ 3300 रुपियाँ भयो। 1 2 3 4 5 33 34 1 2 3 4 5 35 होइन। 1 2 3 4 5 36 होइन। 10 20 30 35 40 45 50 55 60 65 70 75 80 85 90 95 100 5 जम्मा मसँग चाहिँ क्यास चाहिँ 3705 रुपियाँ भएको रहेछ होइन। अनि त्यसपछि मेरो अनलाइनमा पनि पैसा आएको छ होइन। अनलाइनमा चाहिँ पैसा कति आएको छ भनेर हजुरले भन्नुहुन्छ भने चाहिँ म ट्याक्क 760 रुपियाँ चाहिँ मेरो अनलाइनमा पैसा आएको छ होइन। हेर्न सक्नुहुन्छ होइन मेरो इस अकाउन्ट होइन, जम्मा 3 टिप आएको थियो अनलाइनको, 760 रुपियाँ अनलाइनमा आएको छ। अनि कति भयो त टोटल इन्कम आजको मेरो होइन, 760 प्लस 3705 रुपियाँ, जम्मा मैले 4465 रुपियाँ चाहिँ आजको मेरो टोटल कमाइ है गाइस होइन। आज जस राम्रै भयो, 28 वटा राइड कम्प्लिट गरेर चाहिँ मैले 4465 रुपियाँ पैसा इन्कम गरेको छु होइन गाइस। ल त्यही हो। अनि भिडियो कस्तो लाग्छ होइन, लाइक सेयर सब्सक्राइब कमेन्ट चाहिँ गर्न नभुल्नु होला भन्दै होइन। आजको भिडियो चाहिँ यति नै। आजको इन्कम चाहिँ मेरो 4465 रुपियाँ भएको छ होइन, जम्मा 10 घन्टाको मात्रै है गाइस। मैले बिहानदेखि निक्ल्यो भए त अझै हुन्थ्यो होइन, 5 6 7 हजारै पुग्थ्यो होला, केही छैन। बेला चाहिँ ठ्याक्क गुजीमा हालौँ होइन, त्यसपछि ठ्याक्क घरतर्फ लागौँ है।